नमस्कार, म प्रदीप भुसाल कान्छो। तपाईलाई स्वागत छ कान्छो न्युजमा। हामीले केही दिन अघि चाहिँ नि उहाँ हाम्रो सर रामबहादुर नगरकोटी सरको चाहिँ नि हामीले चाहिँ नि टिकटकहरु युट्युबहरुमा चाहिँ एउटा भिडियो अपलोड गरेका थियौं र त्यो भिडियो हेरेर चाहिँ नि हामीलाई चाहिँ नि कुवेतबाट चाहिँ नि सुजन सरले चाहिँ नि रु 10,000 रुपैयाँ चाहिँ नि मलाई सहयोग रकम पठाइदिनु भएको थियो। हामी चाहिँ नि उक्त भाइलाई सरलाई चाहिँ नि हामीले यो रकम चाहिँ नि बुझाउन चाहन्छौं। आमा, यो चाहिँ नि हामीलाई चाहिँ नि कुवेतबाट चाहिँ नि सुजन सरले चाहिँ रु 10,000 रुपैयाँ पठाउनु भएको छ उहाँ सरको लागि। यो रकम यो आमा छोरा कसलाई दिनु ल? तपाईलाई दिनु? आमालाई दिनु। आमालाई दिनु। लाग्छ नि। म त समात्रै सक्दैन। समाते तपाईले यो रकम चाहिँ नि 10,000 चाहिँ नि सुजन सरले पठाउनु भएको छ कुवेतबाट हैन? के भन्न चाहनुहुन्छ उहाँ सरलाई? अब सुजन सरलाई अब धेरै धेरै धन्यवाद होस्। हजुर। उहाँको परिवारलाई धेरै धेरै धन्यवाद होस्। हजुर। अनि सुजन सरलाई पनि धेरै धेरै धन्यवाद होस्। हजुर। अनि सुजन सरको चाहना इच्छा जे छ पुरा होस्। हजुर। अनि सुजन सरलाई धेरै धेरै धन्यवाद दिएर अनि सुजन सरलाई उहाँको परिवारमा खुसी होस्। अनि आमाले के भन्न चाहनुहुन्छ? तपाईको जुन छोरा हुनुहुन्छ एकदमै मन छुने कुरा गरेर एकदमै दुःख व्यक्त गरेर मायाले चाहिँ नि उहाँ सुजन सरले चाहिँ 10,000 रुपैयाँ पठाउनु भएको छ हैन? के भन्न चाहनुहुन्छ तपाईले सुजन सरलाई? उहाँलाई पनि अब मैले पनि त्यस्तै भन्ने अब उहाँको परिवारमा के नपुग्दछ, के इच्छा के घर के छ, अब घर हो कि कोठामा हो कि खुसी होस्, उहाँलाई पुरा होस्। उहाँको परिवारमा टाउको सुधार नदुखोस्, बिरामी सुधार नहोस्, टाउको सुधार नहोस्। उहाँको छोराछोरी परिवारमा सबैलाई राम्रै होस्। अझै अझै धेरै धेरै आशिक उहाँलाई अझै अब उहाँलाई यो रुपियाँ पैसाबाट कहिले कमी नहोस्, कहिले घटी कमी नहोस्। उहाँलाई त्यसै सुजन सरलाई धेरै धेरै मागिदिन्छु म पनि। धन्यवाद दिन्छु। धन्यवाद होस्। अनि तपाई के छ, खुसी हुनुहुन्छ? अब यो ठाउँमा पुग्छ भनेर मलाई थाहा पनि छैन, तर दाइ यो ठाउँमा तपाईँले नि ल्याएर अब यो ठाउँमा चाहिँ पुऱ्याइदिनु भएछ। यहाँसम्म अब यहाँसम्म खोजी खोजी अब सुटिङ गर्नुहुन्छ बाबुले। कति खुसी सुटिङ गर्दा तपाईँले आजको दिनमा यस्तो गर्नुहुन्छ भनेर हामीले त्यो चाहना पनि थिएन, थाहा पनि छैन। हामीले त भिडियो बनाइदियौँ, एउटा उहाँको दुःख देख्न नसकेर अब हामी त अरू के सहयोग गर्नु है, एउटा भिडियो बनाएर उहाँ बाबु पनि आएर यहाँ माथि आएर तपाईँहरूले यति गरिदिनु भयो। अब फेरि पनि केही सहयोग उहाँ बाबु पनि विवाह भएको छैन अरे, उहाँलाई पनि राम्रोसँग विवाह होस्, राम्रोसँग घरबार होस्, घरबार होस्। उहाँलाई राम्रो पनि बाबु आशीर्वाद छ तपाईहरुको। आशीर्वाद दिन्छु। राम्रो बुढी पाओस्। आमा बुवालाई, घरको छोराछोरीलाई, आमा परिवारलाई राम्रै होस्। रुपियाँ पैसामा तपाईँको घर कता हो? मेरो उता काउसती नलपरासी हो, बस्ने चाहिँ काठमाडौँ हो। जहाँ बस्नु भए पनि राम्रोसँग होस्। अनि तपाईहरुले हाम्रो त्यो भिडियो हाले नि हेर्नुभयो तपाईले? कस्तो लाग्यो? दुःख मैले त यस्तो हुन्छ भनेर थाहा छैन, सपना नै देखेको छैन। त्यो भिडियोहरू धेरैजनाले हेर्नुभयो होइन, 2 लाख 3 लाख जनाले धेरै हेरेर उहाँ सरले जुन बोल्नुभएको छ नि तपाईँलाई माया गरेको बिचरा आमाप्रतिको माया देखेर होइन धेरै नेपाली जनताहरू रुनुभयो। तपाईले कति मन छुने कुरा गर्नुभएको? खै मैले त अब यतिको राम्रो हुन्छ भनेरै थाहै छैन मलाई त। खुसी हुनुभयो? खुसी लाग्यो त्यो बेला त। सबभन्दा माया आमाको लाग्छ है? आमाकै लाग्छ मलाई। तपाईले माया आमाको लाग्छ भन्नुभयो होइन, तर तपाईँ त अनि मलाई त वृद्धाश्रम सरी उहाँ अपाङ्ग संस्थामा लगिदिनु दाइ भनेर हामीलाई भन्नुभयो, किन? आमाको मलाई दुःख, आमालाई धेरै दुःख भयो भनेर जानु मन लाग्छ के आमालाई दुःख भयो। तपाईलाई स्याहार सुसार गर्दा दुःख भयो। म छन्जेलमा ऊ एकतिर गएर बस्न पाए मेरो दुःख हेर्नु मलाई दुःख गर्नु पर्दैन, उसलाई स्याहार सुसार गर्नु पर्दैन। म एकतिर गएर आनन्दसँग बस्छु। हामीलाई आमालाई धेरै दुःख
यतिखेरसम्म मैले दुःख दिइसकेँ। अब म बुढो पनि भइसक्यो, म एकतिर गएर बस्छु, पछि भविष्यमा मलाई दुःख हुन्छ, अरूले हेर्छ कि हेर्दैन भन्छ। अनि तपाईँ चाहिँ अपाङ्ग संस्थामा जानुभयो भने होइन, अनि तपाईँ त झन् रुनु होला नि, फेरि आमाको याद आएर फेरि आमा नि रुनु होला छोरा भन्दै। आमाको याद आएर के गर्नु दाइ, घरमा बाध्यता पऱ्यो, आमा बुढी भइसक्यो होइन। आमाको स्याहार आमालाई लक्ष्मीको सहारा दिनेछम्म आफै गएर आफै नि सहारा भन्नु पर्यो त नि, त्यही भएर चाहिँ मलाई दुःख लाग्छ। आमाको दुःख देख्न नसकेर तपाईँलाई नि मलाई बरु अपाङ्ग संस्थामा राखिदिनुहुन्छ भन्नुहुन्छ। तपाईँ के भन्नुहुन्छ है? तपाईँलाई सबभन्दा बढी के कुराको चिन्ता लाग्छ नि, के कुराको पिर लाग्छ तपाईँलाई? यस्तै अपाङ्ग भएर सबैजना हिँड्छ, म त हिँड्न सकेन। अनि खाउन लाउन छमा यसरी नि छुटेर बस्नु पर्यो। जन्मेदेखि नै यस्तो है? जन्मेदेखि भन्नाले आमाको चुरा लगाएको थियो अरे, त्यो प्लास्टिकको चुरा लाउँदै घाउ भएको थियो नि, त्यो डाक्टरले नि पेटमा हुँदाखेरि केही गरेको औषधि 3टा सुई हालिदिएको रे, त्यो डाक्टरले नि हो कि मेरो। भनेपछि आमालाई एकदम गाह्रो हो, बाबा नि बितेर जानुभयो है? बाबा नि बितेर जानुभयो, गाह्रो छ। अनि आमालाई चाहिँ छोराको सबभन्दा के कुराको चिन्ता लाग्छ? मलाई नि त्यस्तै, अब आफू छन्जेलमा एकतिर राख्न पाए त उसको अब साथीहरू पनि हुन्छ। अब म केही गरी बिते पनि उसलाई त्यो पिर लाग्दैन। अब स्याहार सुसार गर्ने साथीहरू छँदैछ, मलाई स्याहार्ने मान्छे छँदैछ भने आमा त बुढी भयो बित्यो भनेर उसको मनमा अलि चिन्ता हुँदैन नि भनेर त्यही लाग्छ। अनि तपाईँलाई? आमालाई जाने बेलामा नि प्राण छुट्टी बेलामा नि जानु सक्दैन। मेरो यादले आमा बितेर जाने बेलामा नि जान सक्दैन। यही कुराको चिन्ता लाग्छ। अनि झन् तपाईँ नि अब बुढेसकाल भन्दा नि तपाईँ कति वर्ष हुनुभयो अरे? 35 कति? 35 सालको कति। अनि तपाईँ फेरि आमासँग झन् बस्न मन लाग्दैन त? अनि आमालाई धेरै दुःख हुन्छ। आमाले अब आमा चाहिँ सहारा बस्नु ठाउँमा आमालाई यस्तो गरेर बसेपछि अनि आमाको मेरै मुख चहेर बस्नु चोरेर बस्नु परेको छ। अनि त्यही भएर आमाको दुःख लाग्छ है? त्यही भएर आमालाई दुःख हुन्छ भने त म त खाना कम गर्छु। त्यस्तो गर्नु खाना खानुपर्छ नि। खाँदैन खानु नै के भन्नुहुन्छ? नखाने भन्छ, धेरै खायो भने दिशा आउँछ भन्छ। अनि दिनको एक छ, कहिले खाँदै बेलुका खान्छ। खाना खानुपर्छ है? कहिले खाना त मैले जति खाऊ भनेर जिद्दी गरे पनि कर लाए पनि खाना चाहिँ कमै गर्छु, किनभने आमालाई दुःख हुन्छ नि। तपाईँलाई नै कति गाह्रो छ है? उठेर हिँड्न मन लाग्छ होला है? कति हिँड्न मन लाग्छ नि, धेरै हिँड्न मन लाग्छ। सबैजना हिँडिरहेको छ, ममा चाहिँ यस्तो भयो। कहाँ ढुक्का खोजी हुनु र दुःखी छ। यदि तपाईँलाई चाहिँ नि होइन एउटा कुरा पुरा गरिदिन्छु भगवान्ले भन्नुभयो भने तपाईँ के भन्नुहुन्थ्यो? उसेर हिँड्नु अनि आमालाई दुःख नहोस् भनेर चाहन्छु। उठेर राम्रो सपाङ्ग भएर चाहिँ आमालाई खुसी राख्नुहुन्थ्यो है? अर्को काम गर्नु नसके काम गर्न परे जाओस् परे जाओस्, अरूले दिएको खानु र दिशा पिसा मात्रै गर्नु सके नि कति खुसी हुनुहुन्थ्यो है? अब आमाको सहारा बस्ने ठाउँमा आमालाई नि मेरो सहारा बस्नु परेको छ अनि गाह्रो हुँदैन त। अब यतिखेरसम्म त मैले स्याहार सुसार गरिसकेँ। अब उमेर घट्दै गएपछि त उसलाई उचाल्नु नै गाह्रो। अब 2-3 महिना भइसक्यो नल्याएको होइन। अब छोरालाई आमाको पिर, आमालाई छोराको पिर हुनु त्यो त स्वाभाविकै हुने है? अब दाइ चाहिँ छ, भोज चाहिँ छ, अब उदाउदी काम गर्नु पर्यो, दाइ चाहिँ एक्लै कमाउनु पर्यो, एक्लै कमाएको हुँदैन। अनि आज बिहान नि नुहाइदिन्छु भनेर भन्दैथ्यो, मलाई घाँटी नि दुखिरहेको छ, सन्चो छैन। सन्चो होइन है? छाती रातभरि निद्रा पनि लाग्दैन तपाईँलाई? आज त म 3 बजे उठेको सुतेकै छैन। के कुराले सताउँछ तपाईँले? यो दिउँसो खेकले सताउँछ मलाई धेरै।
अनि उहाँले केही अस्पतालहरू लग्दा केही सन्चो नअरेन हजुर अस्पतालहरूमा पहिला मानौँ केही लग्यो भने लगेको छैन अहिलेसम्म लगेन त्यही ज्वरो खोकी लाग्यो भने औषध ल्याएर यही खुवाउने त्यही पेट गडबडी भयो भने औषधि ल्याइरहेछ खुवाउने ज्वरो आयो भने औषध ल्याएर खुवाउने अथवा चाहिँ अनि अनि एक ठाउँमा सिन्धुलीमा सबै गरेछ अनि त्यहाँनिर अब त छोडिसक्यो त्यहाँनिर गरेन जडीबुटीको औषधि दिन्थ्यो त्यहाँनिर छोड्यो धेरै चिन्ता छ है तपाईँलाई धेरै के छ है गाह्रो हो तागती त्यो औषधि दिन्थ्यो नदुख्ने तेलहरू औषधिहरू दिन्थ्यो अब त दिन छोड्यो तपाईँलाई सबभन्दा के खान मन लाग्छ तपाईँलाई अब यसै खानेकुराहरू घरमा मात्रै खान दिक्क लागिसक्यो अब बाहिरको यसै चाउमिनहरू मोमोहरू खान मन पर्छ है अनि यो भात मात्रै खाएन भने त भात मलाई आमाले तपाईँलाई गीत गाउनु नि आउँछ आउँछ नि त एउटा गीत गाइदिनु नि हाम्रो दर्शकहरूलाई तिमी बन्दारा कोही छैन संसारमा तपाईँको लप परे खाइजाऊ छैन आमा भन्दा राम्रै कोही छैन संसारमा भन्ने ल्याएको क्या मैले ए आमाको बारे गीत गाउनु भएको है आधी मात्रै आउँछ मलाई ल गीत गाउनु है फेरि तिमी भन्दा राम्रै कोही छैन संसारमा भन्ने त्यो बच्चाले गाउँछ नि आमाको बारेमा आमा भन्दा राम्रै कोही छैन संसारमा सबभन्दा राम्रो को होला ल भन्नु त आमा नै होला नि आमा नै है आमाको त्यति धेरै माया लाग्छ है अनि अरू गीत गाउनु त अरू कुन गाउने कुन गीत आउँछ एउटा गीत गाउनु तपाईँले अस्ति धेरै रोउनु भयो होइन आज हँसाइदिनु आज कुन गीत गाउने त अब एउटा गीत गाउनु अर्को के गीत आउँछ आउँदैन मलाई एउटा गीत गाइदिनु नि आउँदैन आउँदैन है आमालाई आउँछ आमालाई नि आउँछ है कतिको दुःख दिनुहुन्छ उहाँले दुःख त कहिलेकाहीँ त पेट दुख्यो भन्छ दिशा थापे कहिले थाप्नु भ्याउँदैन लुगामाई गरिदिन्छ है लुगामाई गरिदिन्छ अब ओछ्यानमै गरिदिन्छ बेसु पनि दिशा पनि अब कहिलेकाहीँ त अब बाततिर यसै गइरहेको बेला पर्छ नि अनि हतारो भइरहेको हुन्छ अनि लुगामा ओछ्यानमै अस्ति त यहाँतिर सबै खन्या छ कोही म त रुनु आमालाई बोलाएको आमाले आएर भाउजूलाई भनेको भाउजूले अब उहाँहरू पनि काममा हुनुहुन्थ्यो होला तपाईँ त्यहाँ एक्लै हुनुहुन्छ है खेल्ने मान्छे बुहानी मान्छे केही होइन पहिला त आउँथ्यो झगडा गरेर आउने झरे के न त दिनभरि यत्तिकै सुतेर है के गर्नुहुन्छ दिनभरि मोबाइल बजाउँदै है कहिले ओखर बजाइदिन्छु भने बिग्रिएर कहिले मोबाइल त्यही गीत सुन्दै टाइम पास भइरहेको है त्यति हो टिकटक मोबाइल अनि त्यो मोबाइल खोलिदियो भन्छ मोबाइल खोलिदिने अनि कहिले दिँदै हेर्छ कहिले गीत बजाउँछ अनि त्यस्तै पैसा दिनुभन्दा मोबाइल ल्याइदियो भए हुन्छ नि तपाईँहरूले आमाले के सिकाइदिन्छ सिधाइदिनु अब तपाईँलाई के खान मन लाग्छ होइन के लाउन मन लाग्छ अब उहाँले गरिदिनु हुन्छ नि आमाले अस्तिको पैसा त त्यतिकै कहाँ गयो अब आमाले तपाईँलाई पो दिनुभयो होला नि खुवाउनु पर्यो लाउनु पर्यो त्यही त अब यहाँ दिनुभयो होइन भन्छ पैसा होइन मोबाइल ल्याइदिनु हुन्थ्यो भन्नुहुन्छ है मोबाइल ल्याइदियो के गर्नुहुन्थ्यो मोबाइल ल्याइदियो दाइले कुकुरवाला त्यो दाइले भएको चिन्नुहुन्थ्यो भनेर एउटा हेर्दै बस्नुहुन्थ्यो है एउटा चिन्नुहुन्छ नि दाइले दिएको चिन्नुहुन्छ अब फेरि केही कसैले सहयोग गर्नुहुन्छ भने अब त्यो गरौँला होइन अब उहाँ आमालाई 10,000 रुपियाँ उहाँ विदेशबाट पठाउनु भएको सुजन सरलाई दिएको छु होइन अनि के खान मन लाग्छ के लाउन मन लाग्छ होइन आमाले नि हेरिदिनुहुन्छ तपाईँलाई होइन आमालाई भन्नु होला है आमालाई दुःख त दिनुहुन्न नि अब अर्को कुरा त होइन मलाई सुधा दिइसक्यो भने हो त्यसमा गाह्रो हुन्छ है कहिले थाप्नै भ्याउँदैन है त्यही गर्नु त्यही भएर अपाङ्गतिरै जान्छु भने तपाईँ अपाङ्गमा जान चाहनुहुन्छ है जान्छु आज भने आज भोलि भने भोलि जान्छु भन्छ
ठिक छ हामीले नि त्यो बुझौँला होइन अनि तपाईँलाई त झन् रुनुहुन्छ जस्तो लाग्छ आमा कति रुनुहुन्छ होला झन् तपाईँ अपाङ्ग संस्थामा जानुभयो नि अब 1-2 दिन त रुन्छ नि भेट्न जानु त पाइन्छ सबै पाइन्छ 1-2 दिन त अब पानी नभएसम्म त रुन्छ नि पानी भएपछि त कहाँ रुन्छ अनि तपाईँ रुनुहुन्न त अब बानी 1 हप्ता 2 हप्ता त मन त खिङ्गो भइहाल्छ अनि आमालाई बिर्सिनुहुन्छ तपाईँले माया गएपछि अब बाध्यतै पर्छ जाने बाध्यतै पर्छ अब जानै पर्यो नि किन आमालाई दुःख हुन्छ भनेर है आमालाई दुःख हुन्छ अब बुढेसकाल भइसक्यो जान चाहन्छु म जान चाहिँ तर तपाईँ चाहिँ नि जे हो नि अपाङ्ग संस्थामा चाहिँ नि बसालिदिए हुन्थ्यो मलाई म उहीँ बस्न चाहन्छु आमालाई धेरै गाह्रो भयो भनेर तपाईँ त्यो भन्नुभएको है खास तपाईँलाई जान मन त छैन नि छैन जान मन त छैन तर आमासँगै आमाको दुःख देख्न नसके तपाईँलाई नि अपाङ्ग संस्थामा चाहिँ नि लगिदिए हुन्थ्यो भन्नुहुन्छ है अब आमाकै दुःख लागेरै जान मन लाग्छ आमा तपाईँ कहिले सधैँ आमालाई सम्झेर रुनुहुन्छ हो अब एक्लै भएको बेलामा सबैले देख्ने गरी त कहाँ बच्चाहरू पहिला त बच्चाहरू बोलाउँथ्यो बच्चाहरू सबै बच्चाहरूले मिलाएर कहिले नाच्नु लगाउँछ कहिले गीत गाउनु लगाउँछ अनि हाहारा हुहु गरेर बसिरहन्थ्यो अहिले बच्चाहरू पनि आउँदैन सबै स्कुल जान्छ ब्रेस्टमेन साथी थियो एकजना थियो त्यो पनि भोजसँग झगडा गर्यो आउँदै छोड्यो साथी भयो अब तपाईँलाई आज खेल्ने मान्छे गफर्ने मान्छे हुन्थ्यो है यो दिन गएको अब राति त अब निभाउँछु नि तपाईँ एक्लै रुनुहुन्छ है कहिले भइहाल्छ नि किन एक्लै रुने आमाको दुःख भोकेरै मैले आमालाई कति दुःख दिएँ भनेर हो आमाले नदेखिकन रुनुहुन्छ अब नरुनु नहेरेर के गर्यो आमाको साह्रो पनि त आमालाई दुःख दिइरहेछ आमाको दुःख छ है आमालाई पनि दुःख छ है आमा कति वर्ष हुनुभयो 63 हुनु है ठिक छ अब मेरो बर्थडे पनि आउनु लाग्यो अरे कहिले बर्थडे वर्षको पछिको चाहिँ ल बर्थडेमा आउँछौँ है हामी नाम के नाम आउनु न त आउनु मलाई के दिनुहुन्छ त पार्टी के दिनु तपाईँहरू के खानु त हो अरू के खानु न चिसो चाहन्छ पैसाको पछि त बर्थडे हो ए ठिक छ हामी तपाईँको बर्थडेमा नि आउँछौँ होइन हुन्छ अब हामी तपाईँलाई भेट्न आइरहन्छौँ हामी कार्यक्रमको अन्तिममा छौँ होइन अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रो प्यारा दर्शकहरूलाई तपाईँको यो भिडियो हेरेर धेरै रुनु भएको छ होइन उहाँहरूलाई हेर्नुहुने यो भिडियो हेर्नुहुनेलाई के भन्नुहुन्छ तपाईँ दर्शकहरूलाई हजुर अब अपाङ्ग भेटा पनि अब अपाङ्गलाई यस्तो अपाङ्गको भिडियो हेरेर भए पनि रुनु भयो धन्यवाद अनि अझै तपाईँहरूको यो माया साथ अझै दिनु होला अनि यो तपाईँहरूको यो कार्यक्रम धेरै ठाउँमा अपाङ्ग चलोस् कुनामा चलोस् चिन्नु हो नि म कान्छु दाई हो ल आमा अन्तिममा के भन्न चाहनुहुन्छ अब म जस्तो अब अपाङ्ग यो छोरा अपाङ्गले अब सबैजनाले हेर्नुभयो माया गर्नुभयो अब रोनु भयो रोएर तपाईँले रोउनु हो नि त आमालाई रोएर यहाँसम्म भाइहरूलाई पठाउनु भयो त्यही अब दुःख नमान्नु भन्छु म हामी अन्तिममा छौँ हस्त नमस्कार है त नमान्नु अब पठाउनु भयो अब धेरैले दुःख गरेर यहाँसम्म पठाउनु भयो पैसा नि दिएर पठाउनु भयो उहाँलाई धेरै धन्यवाद आमा त धेरै खुसी हुन्छ नि म पनि अब आमालाई खुसी साथ दुखी अब चार खुट्टेले मात्र टेकेर जान सके नि कति खुसी दुःख दिन म त आमालाई एउटा पनि काम गराउन चाहनु नि तपाईँ आफै गर्नुहुन्थ्यो यदि तपाईँ सबै काम गर्न सक्ने भए सपाङ्ग हुनुभयो भगवानले साथ दियो
सकियो भने उसले सक्यो भने यो राम्रै सिकाउँ पनि दिनु मलाई त त्यो मात्र होइन बाटो हिँड्दा यसो तरुनीलाई आँखा लगाएर पनि लगाउँथ्यो होला बुढा ल अहिले लगाउँदिनँ भन्छ चाहिँ हिँडिसकेर लगाउँथ्यो होला लगाउँदैन बुढा तपाईँले माया लाग्दैन कसैको लाग्दैन लाग्दैन फेसबुक चलाउनुहुन्न फेसबुक चलाए पनि केही तरुनीले बताउँदैन तरुनीहरू पठाउँदैन नपट्या पनि यसो हेर्दा त आमालाई दुःख भयो अब बुहारी ल्याउनु पर्यो तपाईँले आमालाई दुःख भयो बुहारी ल्याउनु हुन्थ्यो बुहारी ल्याएर के काम है तपाईँलाई सहयोग हेर्नुहुन्छ नि तपाईँलाई हेर्नुहुन्छ नि फेरि झन् आमाले हेर्छ भने आमाले चाहिँ म हेर्छु बुझ्नु त के हो र आमालाई चाहिँ म हेर्छु बुहारी चाहिँ ल्याउँदिनँ म नल्याउने किन मन पर्दैन यस्तो अवस्था अनि बुहारी आर्नु म हेर्छु सहयोग गर्छु भने गर्छ गर्दैन पहिला 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 त गरेको थियो होला एकजना दुईजनाले अहिले त चाँडे गएर हिँड्छ सानैमा गरेको थियो पहिला लपरा थियो गरेको थियो के भन्थ्यो तपाईँले माया गर्थ्यो तपाईँले नि गर्नुहुन्थ्यो गर्नु त गरे बाउ आमाले अर्कैतिर पठाइदियो ए हो भनेपछि सानोमा ल पर्यो कति वर्षमा ल पर्यो मोबाइलमै फोन गर्थ्यो अरे आमा पहिला ल तिम्रो नाम के तपाईँको नाम के भन्छ अरे मोबाइल भिडियो कल गर्थ्यो पहिला तपाईँलाई अब देख्दैन कहाँको केटी आइछ सिन्दुर पाल्टुक ए अनि अहिले कुरा हुँदैन अहिले कुरा हुँदैन त्यहाँ पहिलाकै सिक्यो आमा बाबुले अर्कैतिर भगाइसक्यो के तपाईँ रुनु भएन के रहेन र अब र तपाईँलाई होइन यो भिडियो हेरेर होइन उहाँले चाहिँ तपाईँलाई एकचोटि कल गरेर तपाईँलाई भिडियो कल गरेर हेऱ्यो भने तपाईँ के गर्न चाहनुहुन्छ म त अपाङ्ग छु भन्छु रे म त अपाङ्ग उठ्नु सक्दैन बुढा हाँस्या मख हेर हेर त्यहाँ हेर हाम्रो अगाडि नभने पनि लास्टमा त म त उठ्नु सक्दैन अपाङ्ग छु भन्छु रे के त्यो भन्दा के भन्छ हुन्छ अपाङ्ग भए पनि म स्याहार गरिहाल्छु तर पहिला गयो है बुवा है आमा बाउले नि विदेश पठायो विदेशमा र भात हो तपाईँलाई दुःख लाग्यो है तपाईँलाई कतिको दुःख लाग्यो त लागेन लागेन किनभने म अपाङ्ग छु भनेर मैले वास्तै गरेन तपाईँ आफै टाढा हुनुभयो है किन अपाङ्गसँग कोही पनि आउँदैन भनेर पछि गएर पछि फेरि छोडेर जानु पछि त लाग्छ नि ठिक छ पिर नगर्नु सब ठिक हुन्छ होइन नातिनुहोस् ल अब तपाईँलाई मन पराउँछ भन्थ्यो नि मोबाइललाई त्यो मान्छेले तपाईँलाई यो भिडियो हेरेर कल गऱ्यो भने अनि गफ गर्दै गऱ्यो भने के कतिको खुसी हुन्छ कि मैले गरे भनेर भन्छ त अनि छोराछोरी पाए भए पनि जस्तै मैले भन्नु चाहिँ छोराछोरी पाए भए पनि कल गर्दा त अब कुरा हुन्छ नि त अनि त्यस्तो कुरा हुँदाखेरि चाहिँ कतिको खुसी हुन्छ भन्नु खोजेँ म त कि माया कतिको माया लाग्छ कि लाग्दैन लाग्दैन अब किन लाग्दैन अब लागेर कामै छैन होइन मैले चाहिँ अर्काको बुढी भइसक्यो किन माया लाग्नु होइन मैले तपाईँलाई बिहे गर्छु हिसाबले होइन नि त तपाईँलाई माया गर्छु अब भन्ने हिसाब हुन्छ नि त ल गिजाउँ आँखा चपिन भने हाँस्नु परेछ मुटु माथि ढुङ्गा राखी हाँस्नु परेछ अब आमाभन्दा राम्रो हेर्नु गिजाउँ आमा भन्दा राम्री कोही छैन संसारमा कोही छैन संसारमा कोही छैन संसारमा आमा भन्दा राम्री कोही छैन संसारमा होइन सबभन्दा राम्रो को अरे संसारमा आमा कसरी आमाले जोड बनियो अब भगवानले साथ दिएन त्यही हो आमाले चाहिँ साथ दिनुभएको छ नि है
आमाले दुःख बुझ्नु भएको छ हो कि नन्द कति पिर छ नि आमालाई हो कि नन्द अनि अरू कुन गीत आउँछ 9 महिना कोखमा राखी तिमीले हुर्कायो मलाई सासमा बोकी भन्छ के भन्छ तपाईँलाई आमा सम्बन्धीको गीत आउँदो रहेछ धेरै त्यस्तै गीत सुनिरहनु हुँदो रहेछ होइन अनि अर्को गीत आइदिनु फेरि अर्को कुन फेरि एक गीत आइदिनु आमा भन्दा यो 9 महिना गीत आउनु त 9 महिना कोखमा राखी तिमीले हुर्कायो मलाई आफ्नै साथमा बोकी किन आउँदैन दाइ आमाको बारेमा कति मिठो गीत आउनु भयो त्यस्तो आमाको बारेमा खुब गीत सुन्नुहुन्छ हो तपाईँले मोबाइलमा सुनिरहन्छ किन आमाले त्यत्रो स्याहार सुसार गर्नुभयो आमाले दुःख गर्नुभयो भने तपाईँलाई त्यस्तै खाले मात्रै गीत मनपर्छ हो दुःख पाएको गीतहरू सुन्नुहुन्छ है साह्रै दुःख लाग्छ है तपाईँलाई दुःख लाग्छ अपाङ्ग म जस्तो अपाङ्ग कति छ भन्छ अनि पछिको अहिले अपाङ्गको गीत छ नि कुन चाहिँ लगिरहेको त गीत आउँदैन अपाङ्गको गीत चाहिँ त्यो नि पछिले नि गएको त्यो गीत चाहिँ मलाई धेरै त्यस्तो गीतहरू काम हुन्छ है सुन्नुहुन्छ धेरै जसो त्यस्तो गीत सुन्दा कस्तो लाग्छ नि तपाईँलाई अब ममा त यस्तो होइन सबैजना यस्तै रहेछ भन्ने चित्त बुझाउनुहुन्छ है संसारको कुनामा नि रहेछ ममा त यस्तो होइन रहेछ अब यो संसार नै यस्तै रहेछ भन्नु त त्यस्तो भने तपाईँले आफूलाई चित्त बुझाउनुहुन्छ है तपाईँ जस्तै अरू अपाङ्ग हुनुहुन्छ नि धेरै अशक्त हुनुहुन्छ हो कि भन्नु न उहाँहरूलाई देख्दा कस्तो लाग्छ तपाईँलाई म भन्दा अशक्त म त के हो र बोल्न नसक्ने अपाङ्गहरू कति हुनुहुन्छ होला अब म त बोल्न सक्छु एक्लै भयो नि घरमा अब माहरू कता कता जान्छ भोक लाग्यो भन्दा भोक लाग्यो भन्न सक्नुहुन्छ हो कि भन्नु दिशा पिछा आयो भन्न सक्नुहुन्छ अब कोही मान्छे आयो भने को हो म एक्लै छ को हो भन्नु अब म एक्लै छ को घरमा कोही छैन भन्न सक्छ अब साथीहरूलाई आए पनि अब बस खाजा खाएर जाऊ भन्नु सक्छु अनि तपाईँहरूसँग नि अब यसरी बोलिरहेछ बोली कति मिठो क्या तपाईँको कति टाठो बोली तपाईँको होइन तपाईँ अपाङ्ग भयो नि कति मिठो कति बुझकारी छोरो कति राम्रो बोलेको भन्नुभयो क्या अरूले कति रुवाउनु भयो तपाईँले धेरैलाई खै मैले त रुवाएको जस्तो लागेन तपाईँको बोलीले क्या तपाईँको शब्दले हुन्छ नि जुन जुन चाहिँ शब्द राम्रो हुन्छ जुन चाहिँ बोली राम्रो हुन्छ त्यसकै त हो दाइ है कान्छो दाइ कोरमा कान्छो कान्छु कान्छु भने के हो अनि सबैको म त अब यसरी हुँदा नि राम्रोसँग बोल्छु नि अपाङ्ग त भए पनि अरू त बोल्न सक्दैन तर अपाङ्ग त भए तापनि यसरी नि अरू त म जस्तो दुःख म भन्दा नि दुःख धेरै दुःख पाएका छन् नि कति है कति गाह्रो छ है म त यतिको त बोल्न सक्छु आमालाई अब दिशा पिसा आयो अब केही खाने पिउने त भन्न सक्छु नि अरूले त भन्न सक्दैन भन्न सक्नुहुन्न बोल्न सक्नुहुन्न अझ होइन अब आमाहरू पनि किन रोक आमा नरो म एक ठाउँमा गएर बसिन्छु तपाईँले धेरै दुःख भयो भनिरहेको छु म तपाईँ चाहिँ नि त्यही भएर चाहिँ आश्रम जानु खोज्नु भएको मिल्यो भने जान्छु भनेर त्यही भएर आमाले धेरै दुःख भयो भनेरै जान खोज्यो है त्यसमा चाहिँ तपाईँको मन कति छुन्छ मन त दुखिहाल्छ नि दुखिहाल्छ नि अब बानी नभएपछि त्यही मुटु माथि ढुङ्गा राखी भने गीत छ नि त्यही गीत गाएर त्यस्तै हुन्छ है अघि नगायो फेरि गाउने आज दिनभरि गाउने आज सबै विश्वको सबभन्दा आज खुसी बनाउनु पर्छ तपाईँले मुटु माथि ढुङ्गा राखी राख्नु परेछ आकाश किनारो भनी रुनु परेछ मुटु माथि ढुङ्गा राखी
किनभने यो गीत किन नारायण गोपालले गाएको थाहा छ म त अब म त अब तपाईँहरूलाई खुसी भए अब दर्शकहरूलाई खुसी राखिरहेको छ होइन मेरो भिडियोले सबैले हेरेर हाँसेर रोएर किनभने मेरो भिडियो यतिको चल्छ भनेरै म थाहा छैन मैले सपनामा सुधा सोधेको थिएन तर सपना चाहिँ के देख्यो त राम्रो देख्दैन होला राम्रो हुँदैन होला भनेर मैले सपनामा नि नसोचेको भिडियो पुरा भएन पुरा भयो धेरैले रुचाइदिनु भयो तपाईँको भिडियो तपाईँ अब होइन युट्युबमा आयो फेसबुकमा आयो ट्युटरमा आयो अनि सबले संसारले हेरे सबैको मन छोयो होइन अब जस्तै आमालाई म यसो गरेर दुःख दिन चाहन्न म बाहिर बस्नु पाएँ म खुसी हुन्थेँ भने तपाईँलाई एकदम खुसी के दुःख परेर कुरा गरेर भएको कारणले गर्दाखेरि भएको पनि छ होइन अब यो उठेर हिँड्नु सक्दैन होइन अब यस्तो छ अपाङ्ग छ होइन त्यो भएको कारणले गर्दाखेरि केही सहयोगी हात आएको हुँदा आज हामीले पनि तपाईँसँग कुरा गर्न पाएँ होइन तपाईँलाई हामीलाई पनि धेरै खुसी लागेको छु होइन धेरै खुसी लागेको छु होइन अब त्यसको लागि चाहिँ अब हामीले चाहिँ केही गर्न नसके पनि हामीले चाहिँ यही गर्छु भनेर एउटा भिडियो गरायो हो ठिकै छ तपाईँलाई अब खुसी नै छ जस्तो लाग्छ होइन यदि तपाईँ उठेर हिँड्न मिल्ने भएको भयो होइन तपाईँ कहाँ जानुहुन्थ्यो कि के गर्नुहुन्थ्यो सबभन्दा सुरुमा अब सबैभन्दा सुरुमा अब आमालाई सहयोग आमाको साथ बनेर काम गर्छु अनि जाने ठाउँमा अब काम गर्न नसक्दा पनि अब यस्तो अपाङ्ग संस्थामा गएर अब संस्थातिर गएर भए पनि अब सहयोग त दिन्छ होला नि यस्तो अपाङ्ग छ अब अहिले उठ्न सक्यो भने नि अपाङ्गतिर अब संस्थातिर ल म अपाङ्ग छ मलाई अहिले संस्था सहयोग त दिनु पर्यो म अपाङ्ग भयो मलाई सहयोग कहिले चाहियो भनेर खोजी गर्न जान्छु म तपाईँले होइन पैसा र आमा रोज्नु पर्यो भने कुन रोज्नुहुन्थ्यो तपाईँले आमा किन धेरै किनभने अब जन्मदिने आमा छ भने आमालाई नरोजे के पैसा त के कुरो हो र पैसाले त के गर्नु होइन पैसाले आमा किन्न सकिन्न पैसाले आमा किन्न सकिन्छ है ल आमा भन्दा राम्रो भने गीत गाइदिनु त्यो एकचोटि आमा भन्दा राम्रो क्वेसन संसारमा पैसा भन्दा आमा ठुलो हो नि होइन सबभन्दा संसारमा ठुलो कुरो के होला त पैसा होइन आमा हो आमा हो होइन अनि पैसाले त अब खान पाउँछ आमा पैसा ठुलो होइन भने किन खाएको छैन ल्याएको छैन खाएकै छ लाएको छ होइन आमा भनेको आमा हो नि हो किन आमा भने किनेर किन पाउने पैसा भने कमर पाइन्छ होइन आमा भनेको भगवान हो होइन जिउँदो देवता हुनु होइन अब हात खुट्टा चल्यो भने जहिले पनि पाउँछ अब मैले त पाइरहेको छु अब अपाङ्ग भत्ता नि पाइरहेको छ सहयोग गर्नुहुन्छ होइन किनभने आमा एकजना नभएपछि अब किनभने आमा भएन भने त अब पैसा त के न के आमा नि ठुलो आमा नि ठुलो आमा नभए कसले स्याहार सुसार गर्छ होइन अन्त हो नि होइन हो नि गाह्रो छ होइन बोल्दा बोल्दा सोर बोल्यो तपाईँलाई गाह्रो होला कि झेउला हामी आएर रिस उठ्यो होला हामी आउँदा रिस कति खुसी छ त खुसी छ कति खुसी न त यतिखेर त म घुर गरेर दिएर जान्छु अरू झेउ लाग्नु भयो है निराश कस्तो गर्नुहुन्थ्यो एक्टिफाई गर्नु तपाईँ कसरी घुर गरेर झन् डराएर भाग्छ नि मान्छे आएछ झन् गराउन आउँछ स्याल बिराल गराउँछ ल यहाँ बिराल गराउन आउँछ बिरालो देखेर त रिस उठ्छ किन बिरालले जिस्नु आउँछ क्या बिरालो देखेर मलाई एलर्जी हुन्छ किन बिराल आएर बिराल देखेर कि बिराल देखेर को देखेर तपाईँलाई सबभन्दा एलर्जी को देखेर हुन्छ बिरालो अनि बिरालले के भन्छ त्यही बेच्छु केटी मान्छे देखेर एलर्जी हुन्छ बिहा नगरेको केटी मान्छेहरू बिहा नगरेको मान्छे एलर्जी
केटीमा चाहिँ जिस्काउँछ क्या होइन लाग्यो है किन एलर्जी गर्दा नत्र त एलर्जी किन भयो त त्यसो आउँछ भनेर आउँछ भनेर कहाँ बिहे गरेर ए बिहे आफूले त्यो आफूलाई शुभ हुन्छ नि त खोइ त तपाईँले बिहा गरेको उहाँलाई त कसरी पत्ता आएन नि पत्याएन होला हो भने यस्तो हिरो छ होइन यस्तो हेरे मेरो त उहाँ कान्छु सर नि म हेर्दाखेरि नि खाइलाग्न जान्छ मोटो नि त त्यही भएर के बुढाले हुन्छ यो बिरालोदेखि र केटीदेखि एलर्जी भयो नि आएर त्यो केटीहरूले चाहिँ चुप्पा त्यही भएर अलिक एलर्जी भयो भने होला तपाईँ मनले चाहिँ त्यो मुखले चाहिँ त्यो भने मनले त आइदिए हुन्थ्यो भने होला हो भनेपछि तपाईँको बर्थडे वैशाख 25 गते अब के गर्नुहुन्छ बर्थडे दिन अब के गर्नु अब खै तपाईँहरू आयो भने यस्तो डिउसिउ ल्याएर खाइदिउँ जम्मा डिउ खुवाइदिने हामीलाई अनि के काट्नु ल मेरो हात खुट्टा चल्दैन अनि के खाने त हो अनि यो के गरेर खानु मन लाग्छ लाग्दैन त मलाई त के गर्यो भयो चाहिँ अब यो दाँतकै कारणले गाह्रै हुन्छ दाँततिरले खाएको छ बेला बेलामा त्यही बलिरहन्छ यो हारेको पनि बलिरहन्छ भनेपछि केक लगायो भने पनि काम छैन दाँतले चाहिँ उपाय गर्ला जस्तो छैन के दाँतै यसलाई उडा दाँतले अब केकले दाँतै भाँच्ला जस्तो गऱ्यो बुढा भइसक्यो नि तपाईँहरू बताउने बुढा हो पत्याएन उसलाई पत्याउने फेरि उसलाई पत्याउँछ नि त कारण होला कारण के होला खै कारण भनिदिनु त कारण अब यो दाइकै नरबहादुर दाइकै अब कारण के छ उसकै उसलाई थाहा उसलाई थाहा होला हामीलाई थाहा छैन है बोल्नु त यस्तो च्यान पनि छ त यार अब यो गौतममा त भएको भेटेको अब के कारण कस्तो कारण कसरी थाहा पाउने हो भन्नु यो तपाईँ सिरियलमा खेल्न चाहनु खेला भने खेल्छ के गरी खेल्ने तपाईँलाई डाले बोल्न पठायो भने बोल्न सक्नुहुन्छ बढी बढी छ हो ल एउटा डाइले भन त के डाइले म भन्छु त्यो भन है त ल माई प्रिय भन त त्यो त भन्दिनँ भन्नु पर्यो अनि सिरियलमा त्यही भन्छु सुनेको छैन अरू डाइलेक्टहरू भन्नु अर्को त्यो लभ स्टोरी होइन होइन लभ स्टोरी आमाको बारेमा डाइलेक्ट भन्नुहुन्छ उहाँले ल आमाले कहिले काहीँ होइन गाली गऱ्यो भने तपाईँ के भने जस्तो है त है आमाले होइन यस्तो भन्नु आमा मैले तपाईँलाई साह्रै दुःख दियो अनि के आमा मैले तपाईँलाई साह्रै दुःख दियो तपाईँलाई मैले केही गर्न सकिनँ माफ गरिदिनु भयो ल त्यति भन्नु ल त्यति भन ल एक्सन आमा मैले गर्दा तपाईँलाई साह्रै दुःख दियो म अब म एक ठाउँमा गएर बस्दिन्छु वाह जान्नु हुँदो रहेछ फेरि टिकटक हेरेँ कि नै हामीले भिडियो हाल्छौँ फेरि तपाईँको भोलि गएर आमा मैले तपाईँलाई होइन यसो भन्दा है आमा तपाईँलाई मैले सुख दिन सकेन दुःख मात्रै दियो तपाईँलाई मन दुख्दै दुख्दैन भनेर भनेर ल एक्सन आमा मैले गर्दा तपाईँलाई दुःख दियो तपाईँको मन दुख्छ कि दुख्दैन हो पछि फिल्म खेल्नुपर्छ है ल यसो उडेर छुन्छु भन्थ्यो तर आज पिञ्जरामा मरिरहेछ जीवन भन्छ नि त्यस्तै भयो क्या मेरो जिन्दगी नि त्यस्तै भयो है तपाईँ नि हिँड्न सक्नुहुन्न त्यही भएर त्यस्तो भएको भन्नुभयो ल भन त ल पिञ्जडाको जस्तै भयो है थुनिएको ऊ जस्तै ल गीताइदिनु सर उडेर छुन्छु भन्थ्यो तर आज पिञ्जरामा मरिरहेछ जीवन किन गीत गाउनु भएको तपाईँले यो गीत अब किनभने अब पिञ्जरा जस्तै भयो नि त भित्रको भित्र बाहिर जान सकेन तपाईँलाई नि बाहिर जान खेल्न हिँड्न कति मन थियो होला है अनि
अनि तपाईँहरू चाहिँ डुल्न कति मन लाग्छ है अब तपाईँहरू जस्तो डुल्न सक्नुहुन्न अब एक्लै घरमा ठुनेर एक्लै डुल्नु निम्ति बज्यो ममा चाहिँ यस्तो भयो किन होला कसो होला भनेर किन होला जस्तो लाग्छ है आफैलाई नै धिक्कार मानेर बस्नुपर्छ दुःख हुँदा है तर एउटा कुरा चाहिँ के भने होइन राम दाइ हजुर अनि केटी देखाएपछि एलर्जी हुन्छ भन्दा त्यो चाहिँ अचम्म लाग्यो आमाको अनुहार हेरेर नि त किनभने मैले त्यत्तिकै भन्नुबाट के गफ मात्रै लागेको तर मनभित्र त रहेछ है एलर्जी हुन्न के हुन्छ त ल आदम रमाइलो लाग्छ ठट्टा गर्नु पाउँदा के त्यो पनि भनिहाल्छ नि होइन अहिले त ढाँटेर थियो अहिले त सत्य बोले नि आमा तल गएपछि बोले नि नत्र त कहाँ अहिले त होइन होइन साथी हो नरो बाटो नै हो मैले त्यतिकै गफ लगाएको हो क्या जिस्काइदियो होइन होइन ल त्यतिकै बोल्ने मात्र हो होइन चिसो खानु अब एउटा बोल्ने केही पर्दैन यहाँ राम्रो बोल्ने मिठो बोल्ने होइन ल एउटा अब लास्ट अन्तिम छ होइन हामी अब जानु लाग्यो अन्डा खानुहुन्छ होइन केही होइन छोड्नु केही मनको भावना भन त ल तिमीलाई के मन पर्छ ल मालिन के खानु मनको भावना मनको भावना बगेर ल भन त ल के भन्नु मन लाग्छ ल मनमा ल कति आँसु झार्ने खाले ल भन त तिमी मनको भावना भने यस्तै संसारमा भएको अब संसारमा भएको भन्दा नि अपाङ्गकै कुरा गर्छु है म फर्किन सक्दैन म को अरे तपाईँ कान्छु दाइ कान्छु दाइ होइन तपाईँ के अरे राम म के अरे रामबहादुर